आमा, म कसरी भनौँ त्यो मुहारको एक फरक व्यवहारको पनि भिन्नै प्रकार भन्दा अघि देखाएको सत्कार अनि सत्कारलाई बदलेर व्यवहारलाई लत्याएर ती मुहारहरूले गरेको अत्याचारको असह्य पीडाले निस्कन नसकेको मेरो चित्कार। आमा, म कसरी भनौँ? के याद छ भनौँ, के बिर्सियो भनौँ, के भयो भनौँ, के गयो भनौँ, के सकियो भनौँ, के रह्यो भनौँ। आमा, मुस्कान बदलिएर कतिखेर डरलाग्दो हाँसो बन्दो रहेछ, थाहै नहुने रहेछ। आमा, मुस्कान बदलिएर कतिखेर डरलाग्दो हाँसो बन्दो रहेछ, थाहै नहुने रहेछ। धोका बदलिएर कतिखेर डरलाग्दो पासो बन्छ, थाहै नहुने रहेछ। मानव भित्र पनि दानव हुन्छ, मित्र नै शत्रु हुन्छ। आमा, म कसरी भनौँ तिमीलाई? त्यो दिन एउटा छोरीको अस्मिता लुटियो, सँगै समाज लुटियो, परिवार लुटियो, चरित्र लुटियो, संसार लुटियो, अनि एउटा छोरीको सपनाको उज्यालो लुटियो। तिमी भन्छौ कति रोई होली, कति चिच्याइ होली, कति कराई होली मेरी छोरी। हो, म चिच्याएकै हो, म कराएकै हो, म रोएकै हो। तर के गर्नु? मेरो चिच्याहाट, मेरो रोदन सबै हावामै हराइगयो। त्यो दिन आँखा बन्द हुँदै गयो, कानमा शून्यता छाउँदै गयो, आँसुको थोपा रगतको थोपामा बदलिँदै गयो, पीडाले भरिएको आत्माले शरीर छोड्दै गयो, राक्षस सत्यतामाथि चम्टिँदै गयो। हेर त, एउटा छोरीको अस्मिता लुटिँदै गयो। यो मेरो अन्तिम चिट्ठी तिम्रो लागि, समाजको लागि र सबैको लागि। अब उठ सबै, आवाज बुलन्द गर, अन्धकारसँग युद्ध गर। जबसम्म न्याय मिल्दैन, न्यायको दीप बाल्दै गर। अब कसैको आँसु व्यर्थ जानु हुँदैन। आमा, अब कसैको आँसु व्यर्थ जानु हुँदैन। अब कुनै छोरीको अस्मिता लुटिन हुँदैन।